गुरुबा नमस्कार। नेपालको प्रधानमन्त्री को हो अहिले थाहा तपाईँलाई? कुनै मलाई थाहा छैन। मलाई यो धेरै नगर्न मैले आऊ भने पनि छैन, बस भने छैन, तुरन्त जाने, जुन बाटो आएको त्यही बाटो जाने। यति नरिसाउनु न। यहाँ नेपालमा जिन्जी आन्दोलन भएर कत्रा विधि भइसक्यो। यहाँ फागुनको 21 गते चुनाव हुने भने छन्। झन् त्यस्तै नयाँ नयाँ समाचार दिन आएको तपाईँ त्यसै रिसाउनुहुन्छ। ल त्यस्तो भए चाहिँ अहिले हाल्दा अनि अहिले त के भइसक्यो के नि। तर पनि एकपल्ट हाम्रो प्रधानमन्त्री सुशीला कार्कीलाई चाहिँ भेटेर आउनुहोस् न त, अनि कुरा गरौँला है त। अनि गुरुबालाई कस्तो लाग्यो त नि हाम्रो जिन्जी प्रधानमन्त्री? सुन्दर कक्षामा महाराज 3 ठाउँमा भाँचेकी कुप्री बुढी बसिरहेछन् चन्दन लिएर। ल त्यस्तो कुप्री बुढी भनेर चाहिँ नहेप्नु। जे भयो नि जिन्जी आन्दोलनको बेलामा हाम्रो नेपालको चाहिँ सबैको हात थामेर एउटा अभिभावक बने मान्छे पो हो त। म त हाम्रो लागि त देउता हो, देउता देउता। वाइर पारी टेक्दै भात पाक्यो भन्ने हल्लिँदै त्यस्तो पो छ देउता त। एउटा जुत्ता र एउटा गोडा मजा लाएर हल्लाउँदै। तै पनि अब परमेश्वर अब त्यही भयो, अब के गर्ने। अनि तपाईँलाई देखेर के भन्नुभयो त उहाँले? के कुरा गर्नुभयो त नि दुईजनाले? त्यो 3 ठाउँमा भाँचेकी कुप्री बुढी त सोझी भाइ। ल मैले चाहिँ पत्याइन है बुढा। अरू के भने त त्यसो है त्यसै गफ लाग्यो नि तपाईँमा नि। सोझी मात्रै भएर म त तपाईँसँगै जान्छु पो भन्छ अहिले दाल त। हे बराबर उल्का पारी न अब नचाहिँ त कुरा गर्ने गुरुबा तपाईँ पनि। हाम्रो प्रधानमन्त्री जस्तो त्यस्तो पदमा बसेको मान्छेले त्यस्तो गैर जिम्मेवार कुरा गर्नुहुन्छ होला त? प्रधानमन्त्री सुशीला आमै के तपाईँले चाहिँ हाम्रो गुरुबालाई चाहिँ म तपाईँसँगै जान्छु भन्नुभयो त हिजो? हिजो जे त्रुटि भए, जे गल्ती भए, म त के देखिरहेको छु भने मैले भन्न नहुने हो। लौनु गुरुबा लौनु, माफ गरिदिनु पर्यो। ओर्छ मैले तपाईँलाई त्यसै आरोप लाएँ है। यी बुढीले पनि के भन्छन् के भन्छन्, यसलाई कहाँ के बोलिने थाहा छैन क्या। त्यसै हामीलाई अपमान गरे भने कसले अपमान गरेको छ? के भन्ने त नि अब के भन्ने, गल्ती भयो क्या गल्ती भयो। प्रधान न्यायाधीश जस्तो प्रधानमन्त्री जस्तो भइसक्यो मान्छे, पहिलाको प्रधान न्यायाधीशले नि त्यस्तो भन्लिन् भनेर मैले नसोचेँ क्या। अब के आयो नि त? प्रधान न्यायाधीश बन्ने अधिकार छँदैछ, प्रधानमन्त्री बन्ने अधिकार छँदैछ। ढङ्ग भयो, ढङ्ग न रङ्ग त के पाइन्थ्यो त? तर जे भयो नि, अब एउटा महिला मान्छे, नेपालको पहिलो महिला प्रधानमन्त्री पनि हुन्, अब महिला पनि प्रधान न्यायाधीश पनि पहिल्यै प्रधान न्यायाधीश पनि हुन्। त्यति भएपछि यसो महिलाको हामीले पनि सम्मान गर्न पर्ने त हाम्रो जिम्मेवारी त हो नि, होइन र? अब हुन्छ त नि। अब कोही बेला बिगारी के गर्ने त? अब नारी जातिहरूको सम्मान गर्नै पर्छ। नारी सर्वोपरि हो, आमा हो। आमा भनिन्छ नारीहरूलाई। हो गुरुबा हो। अब हामीले महिलाको चाहिँ सम्मान गर्नुपर्छ। अनि तपाईँ त्यहाँ गएको बेलामा चाहिँ सुशीला कार्कीलाई भेट्दाखेरि त्यो ओम प्रकाश अर्याललाई पनि भेट्नुभयो होला। तिनले चाहिँ के गरेका थिए? तिनी गृहमन्त्री हुन् नि। जात गरेका थिएन, उपद्रे गरे भए तास फिटिहालन्। त्यति तास फिटिहालन् उपद्र भयो। हो गुरुबाले त सबैको धोती खोलिदिनु खोज्नु भएको है। क्या हो कसले के काम गर्छन् सब भनिदिनुहुन्छ जस्तो छ त गुरुबाले। अरू अब कसको बारेमा चाहिँ सोध्ने होला त? सुदन गुरुङ मेरो जेठो छोरो, उसलाई पनि धन्यवाद दिन्छु। कस्तो आशा आयो भने ए अथनी यी छँदैछ नि। फेरि अर्कै हाम्रो गोर्खातिरकै एउटा रुन्चे छन् क्या, यो सुदन गुरुङ भन्ने। यिनी चाहिँ के गर्छन् नि, लो भनिदिनु त? त्यो छोरो पेट दुखेर रुन्छ, चुई हुन्छ, रुन्छ। त्यो आमालाई निन्द्रा दिँदैन बालकले। ए सुदनजी तपाईँ यसरी रुनी कराउने चाहिँ नगर्नु न। तपाईँलाई के पिर पर्यो भन्नु न बरु। धेरै स्ट्रेस भइसक्यो क्या एकदमै। कसले पोलिटिक्स खेल्छ, कसले के खेल्छ होइन। आफूले देश मात्र बनाउन इच्छा छ, आफूले अरू कुरा केही इच्छै छैन। सक्दैन, रिसा छ, आक्रोशित छ, रननन रिसाउँछ। यस्तै हो गुरुबा, यस्तै हो। अहिलेका जेनजीहरू त्यही माथि पनि युवा मान्छे त अहिले तातो रगतको एकोरै हुन्छन् नि। भन्दा त्यही माथि अलिक भेडो जस्तो हुनुहुन्छ है। एकोर आफूले भनेको कुरो हुनैपर्छ भन्ने खाले हुनुहुन्छ क्या। म यस्तै न गुरुङको छोरो भेडा नै हुन्छ भनेको यही नै रहेछ। यही हो भेडा भएको। सहन सक्ने ठुलो हुन्छ। सहनु फनन नफन्कनु, साना कुरा नबुझिकन। बुझ्नु सुन्नु छैन त्यत्तिकै। सुदन गुरुङजीले पनि अरूसँग ठुलो कुरा गरे पनि हाम्रो गुरुबासँग चाहिँ ठुलो कुरा नगर्नु भएको हुन्थ्यो क्या। त्यसै गाली खानु भएन। अब भात खानु पाएन तर गाली चाहिँ खायो। राम्रो देशलाई राम्रो हुन्छ कि भनेर लडेको गाली चाहिँ खाइयो। ल हेर्नु सुशीला आमै, यहाँ सुदन गुरुङ चाहिँ भोकै हिँड्नु भएको छ यसरी चाहिँ देश बनाउनका लागि। तपाईँले आफ्नो अरू छोरछोरीलाई चाहिँ दिने अनि आफ्नो जेठो छोरालाई चाहिँ दिन पर्दैन? छोरछोरीलाई समान व्यवहार गर्न पर्दैन? घरमा खान दिनु पर्दैन? ल हेर्नुहोस् भोकै हिँड्या चाउचाउ खाँदै। गरिबमा के समानता? खान छैन घरमा, समानता त्यो त प्रश्नै उठ्दैन। हो यस्तो समस्या पो रहेछ। यस्तो समस्या पहिले भन्नु पर्दैन त? हामी मिलाइदिने थियौँ। हाम्रा ऋषिजीले कत्रा राउटेहरूलाई चामल दिनुहुन्छ, हाम्रो जेनजीका मुखिया सुदन गुरुङलाई दिनुहुन्न त? ल ऋषि धमलाजीले दिनुहुन्छ एक बोरा चामल तपाईँलाई। मुखियाजी चामल लिन आउनुहोस्। ल मुखिया आउनुहोस्। ल सुदनजी एक बोरा चामलको चाहिँ जोगाड भयो। अब तपाईँले जानुहोस्, अब मजाले खाना बनाएर खानुहोस्। आमालाई पनि खुवाउनुहोस् है। ए हामी त भोगटे खाँदैछौँ त।
कफी खान आइ त्यसो भए कफी ए झन् खाना भोकै होला नि केही खाएनन् चाउचाउ खाए भनेर झन् चाउचाउ खा देखेर चाहिँ यस्तो चामलको जोगाड गराइदिएँ के गराइदिएँ बाहिरै खाँदै पेट भर्दै पो हिँडेर छन् कहिले कफी खानु बोलाछन् कहिले भोगटे खानु बोलाछन् कहिले के गरेछन् गरेर बाहिरै खाइ हिँडेर छन् नि त्यही भएर पो सुशीला आमै रिसाइरहेछ नि यिनीसँग मिठो मिठो खान खोज्ने काम उब्सेरै नगर्ने भएपछि त बुढी नि त रिसाउँथे हो पण्डित बा हो यस्तै हो क्या कोही मिठो मिठो खाना खोज्ने काम उक्सेर नगर्ने कोही राम्रो राम्रो मजाको भिडियो हेर्न खोज्ने अनि च्यानललाई सब्सक्राइब गर्न नगर्ने लाइक नगर्ने अनि भिडियोलाई सेयर नगर्ने त्यस्ता खाले छन् अब यो भिडियोलाई लाइक सेयर सब्सक्राइब गर्ने भनेर कसले भनिदिनु पर्ने होला यो च्यानललाई सब्सक्राइब गर्न पर्यो टिकटकमा आएर छ भने यो टिकटकको भिडियो पनि पुरै आएर यता युट्युबमा हेर्नु पर्यो त्यो पनि सबैजनालाई भन्दै आजको भिडियोबाट भने बिदा हुन्छौँ नमस्कार।